साथीभाइ गुड मर्निङ है, शुभ प्रभात। सबैमा हार्दिक अभिनन्दन टक्राउँदै यो मङ्सिरे हाम्रो यो हाउपाथुलुङको यो पितृ कार्यक्रमको अलिकति झलक देखाउन गइरहेको छु है साथीभाइ हो। किनभने हाम्रो संस्कार, हाम्रो संस्कृति, हामी किराँत, हामी किराँती, हाम्रो धर्म किराँत र हामी हिन्दू धर्म चाहिँ पक्कै पनि होइनौँ। किनभने यहाँ हेर्नुहोस् तपाईँहरूले है, यहाँनिर हाम्रो यो वाबुक राखेको छौँ होइन। वाबुक चाहिँ उहाँहरूको चाहिँ यहाँनिर 9 लाख किराँतलाई 9वटा यसरी राख्दो रहेछ, 9वटा छ यहाँ टक्कै। र एउटा यो चाहिँ भन्दो रहेछ उहाँहरूको यो मिमीको भाग चाहिँ यो मिमीको चाहिँ किन भन्दा मिमी चाहिँ उहाँहरूको चाहिँ पहिला भोटको भएर उहाँहरूले आफ्नो मिमीलाई सम्झिँदै है साकु मिमी भन्छ, यो बराजुनी भन्छ, मिमीमा भन्छ उहाँहरूको चाहिँ। तर अब बान्ता भाषामा साकु दिमा भन्ने चलन रहेको छ। र यहाँ पितृमा यहाँ 3 जग्गा उहाँले राख्नुभएको छ। यहाँनिर हाम्रो सेम हो, तर उहाँहरूको यहाँनिर 16औँमा चाहिँ नराख्दो रहेछ है। अलिक फरक, हाम्रो अलिकति फरक मात्रै हो। 3वटा चुल्हा ढुङ्गा भइहाल्छ, 16औँमा चाहिँ नराख्दो रहेछ, उहाँहरूले राख्दो रहेछ। यो तिथिपातीहरू राख्दो रहेछ। यहाँ मैले पनि यहाँनिर 2-3 पल्ट अब उहाँहरूको हेरिसकेर आज चाहिँ मैले यो एउटा यो फेसबुकमा सानो मिनी ब्लग नै भनौँ है। यहाँनिर यो राखेको चुल्हामा आगो त अब सबैको बाल्छ नै होइन। उहाँ यी मेरो बुवा, आदरणीय बुवा दिलीप बुबु होइन, उहाँको यो पितृ कार्यक्रममा म पनि समावेश हुन पाएँ। यसमा म धेरै भाग्यवानी पनि ठान्छु होइन। उहाँले आफ्नो संस्कारलाई यसरी जगेर्ना गरेको देख्दाखेरि धेरै म पनि उत्साहित छु। र उहाँहरूले यसरी यो यहाँनिर वासिम हेरिहाल्नुहोस्, यो चाहिँ एकदमै 6 महिना अगाडि राखेको वासिम हो। यो चाहिँ 1 मग खायो भने तपाईँहरूको यो रमबियर खानु पर्दैन। उहिले चाहिँ यसरी हाम्रो साको दिमाहरूले हाम्रो चाम्लिङमा चाहिँ कोक्पा छेप्पा भन्ने भन्छौँ है। यो चाहिँ बराजुनी भनेको चाहिँ। र उहाँहरूले यसरी यो यसरी राख्दो रहेछ होइन। यसरी राखेको यो मुनिपट्टि झर्दै गरेको यहाँनिर यो वासिम भन्छौँ यो है। यो चाहिँ एउटा प्रसादको रूपमा 1 मग खाएपछि चाहिँ यो अरू खानु नपर्ने। अहिले जस्तो हामी रमबियर खान्छौँ होइन, त्यो रमबियर खाँदाखेरि 1 क्वार्टर खाँदाखेरि अलिअलि खानेला भने अलिअलि रनफन हुन्छ नि। तर त्यो चाहिँ यो चाहिँ उहिले चाहिँ के हुन्थ्यो भने 1 मग खाँदाखेरि त्यति बेला चाहिँ किनभने वातावरण पनि राम्रो र हावा पनि राम्रो, 6 महिना फेरि राखेको जाँड चाहिँ कस्तो हुन्छ। अब त्यो 1 मग खाँदाखेरि चाहिँ तपाईँको के हुन्थ्यो भने जिन्दगी त के र अब बेलुकासम्म मात्ने त्यस्तो खालके त्यो पितृ कार्यक्रम हुन्थ्यो। त्यस्तो खालके एउटा प्रोसेस भनौँ, हाम्रो प्रक्रिया चल्थ्यो है। र अब यहाँनिर उहाँहरूले मुन्नुम यहाँ तोङ्बा पनि राख्दो रहेछ। यहाँनिर तोङ्बालाई आफ्नो कुरामा कुनै के भन्छ मलाई पनि बिर्सिहाल्यो है साथीभाइ हो। यसरी बिर्सिहाल्छौँ हामी, बोल्ने बानी आदत छैन। यो यसरी चोखाउने उहाँहरूको यहाँनिर यो सुसुम्पा भन्छ हाम्रो चाम्लिङमा चाहिँ। तर उहाँहरूको के भन्छ भने हर्राबर्रा यहाँनिर धेरै कुरा राखेको छ है। वाइखाङहरू, दलसिङ ढुङ्गा 9वटा बनाएर यो गङ्गा जल जत्तिकै पवित्र बनाएको छ यो है। सलवा भन्छौँ हामी, सलवा भन्छ तिथिपातीलाई। सलवा पनि यसरी, सलवा त इम्पोर्टेन्ट हो चोखाउँदाखेरि, घर चोखाउने। यो हामीले पितृ गर्नुभन्दा अगाडि प्राय मुन्दुममा चाहिँ के छ भने हामीले यो सलवा राखेर हामीले के गर्छौँ भने यो गङ्गा जल जतिको पवित्र यो सुसुम्पा भनेको हाम्रो चाम्लिङ भाषामा चाहिँ सुसुम्पा भन्छौँ। हर्राबर्रा, दलसिङ ढुङ्गा, वाइखाङ, यो विभिन्न कुराहरू राखेर पानी चावा है। चावामा चाहिँ त्यो वाइखाङ,
सुसुङपा हराभरा अनि दलसिङढुङ्गा वाइखाङ विभिन्न कुरोहरू राखेर यो सलुवा राखेर हाम्रो 5वटा चाहिँ हाम्रो चामलिङ भाषामा चाहिँ 5वटा पञ्चतत्त्व भन्छ है। 5वटा चाहिँ चिजको चाहिँ हामी चोखो उयो गर्छौँ, तर उहाँहरूले चाहिँ 9वटा पुऱ्याउँदो रहेछ विभिन्न कुराहरू राखेर। अलिकति यो आफ्नो फरक 9वटा चाहिँ उहाँहरूको चाहिँ के रहेछ भन्दाखेरि सुसुङ हराभरा त भइगयो है, चावा भइगयो, तितीपाती भइगयो, यो दुबो भइगयो, तिलजौँ भइगयो। यो अलिकति हिन्दू धर्मको अलिकति हाम्रोमा पसेकै हुन्छ, किनभने हाम्रो देश हिन्दू हो, त्यसले गर्दाखेरि यो 9वटा चाहिँ यसो गरेर पुऱ्याएको हुँदो रहेछ है। अनि उहाँहरूको एउटा ठिकै पनि छ, एउटा आफ्नो एउटा अलिकति हामी धेरै ठुलो समुदाय भएकोले गर्दाखेरि अलिकति भौगोलिक दृष्टिकोणले अथवा कतिवटा कुराहरू चाहिँ अब त्यस्तै हुन्छ है। त्यसले गर्दाखेरि त्यो अलिकति मिसिएको हुन्छ, फरक हुन्छ हामीमा थरै पछि 5 पछि हुन्छ थर। र उहाँहरू चाहिँ हाउ पाथुलुङ हुनुहुन्छ होइन। म चाहिँ चामलिङ परेँ र अलिकति मुद्दुम फरक मात्रै हो। गराइ चाहिँ त्यो 3टा चुल्हा ढुङ्गा मिल्यो भने हाम्रो हुन्छ, त्यसमा हामीले विवाद पनि ल्याउनु हुँदैन जस्तो मलाई लाग्छ। एउटै हुनुपर्छ भन्ने पनि छैन, किनभने यो 3टा चुल्हा ढुङ्गाले हामीलाई सबै हामी एउटै हो भन्ने मेसेज दिइहाल्छ। किनभने 3टा चुल्हा ढुङ्गा सबैको चाहिँ हुन्छै हुन्छ। र हामी यसरी यो उहाँहरूले अब मुन्नुम गर्नुपर्छ, मुन्नुम यसको गर्नुहुन्छ। यो मुन्नुम पनि उहाँ यहाँ गरेको म उहाँहरूलाई देखाउँछु। मुन्नुम मजाले बखान्नु, उहाँहरूले बखानेर उहाँहरूले मिठास दिएको सायद हुनुहुन्छ होला उहाँले है। र तपाईँहरूलाई म देखाउँछु। यस्तो हेर्नुहोस्, यहाँनिर अति राम्रो छ। यहाँनिर वाबुक, यसरी वाबुक चाहिँ हाम्रो चाहिँ अति महत्त्वपूर्ण यो एउटा पारम्परिक वस्तु हो। पारम्परिक यो यसलाई बोतल भनिन्छ, पारम्परिक बोतल। पहिला चाहिँ बोतल थिएन, त्यो बोतलको विकल्पमा चाहिँ यो के वाबुक हामीले चलाउने गर्थ्यौँ है। वाबुकमा एउटा बुच्चो लगाइकन हामीले भिरेर त्यसमा एउटा वासिम ह्याङमा हालेर हामीले खान्थ्यौँ है। त्यो वासिम चाहिँ त्यति बेला चाहिँ अति प्योर हुन्थ्यो र अर्ग्यानिक हुन्थ्यो र त्यसले हामीलाई कुनै एफेक्ट गर्थेन। र त्यो भएको कारणले गर्दाखेरि अति नै मिठो, शरीरलाई हाम्रो फाइदाजनक थिए है। र कतिवटा कुराहरू हाम्रो अबुझ पनि रहेको छ। हाम्रो मतवाली भन्ने हाम्रो एउटा कुरा छ। मतवाली भनेको चाहिँ अलिकति फरक मतवाली भनेको चाहिँ मात्ने भनेको चाहिँ होइन, यो पनि बुझिराख्नुपर्छ साथीभाइ हो। मतवाली भनेको चाहिँ हामीले मत निकाल्ने 5 पञ्चा बसेर चाहिँ एउटा मत भनेको सरसल्लाह गरेर एउटा निचोड निकाल्ने मतवाली भनेको। मत र मद भनेको चाहिँ फेरि मदिरा हो। त्यो फाल्टै कुरा छ। हाम्रो चाहिँ अहिले के भइरहेको छ भने मतवाली भन्दाखेरि चाहिँ मात्ने जाति भन्ने त्यो बुझिएको छ प्राय राईहरूले, तर त्यो चाहिँ होइन। मतवाली मत भनेको चाहिँ के हो भने एउटा बहस गरेर निकालेको निचोडलाई, बहस गरेर सरसल्लाह गरेर गरेको एउटा निचोडलाई चाहिँ मतवाली भनिन्छ। र त्यो मतवाली हाम्रो 5 पञ्चा बसेर चाहिँ एउटा मत निकाल्छ हरेक कुरोमा, चाहे मरौ होस् बिहा होस्। आज यहाँ पितृमा पनि 5 पञ्चाको खासमा 5 पञ्चा चाहिन्छ। 5 पञ्चाको आज्ञा, 5 पञ्चाको फार्से आज्ञा लिएर मात्रै हाम्रो पितृ गर्ने पनि चलन रहेको छ। तर अब कतिवटा त्यो मुन्नुमहरू हामीले छोड्दै गइरहेको छौँ, त्यसलाई हामीले कभर गर्नुपर्छ। भविष्य हामी यङै हो, हाम्रो यङ जेनेरेसनै हो। हामीले सुधार गर्नुपर्ने, हामीले सुधार्नुपर्छ कतिवटा कुरालाई। हामीले गर्दैनौँ त्यो कुराहरू। र विशेष आजको यो मुन्नुम चाहिँ तपाईँहरूलाई म अब सुरु यहाँ बुवाले गर्नुहुँदैछ है, तपाईँहरूलाई म साथीभाइ हो देखाउँछु। हाम्रो यो आरावाहरू पनि चाहिन्छ। उहाँहरूको चाहिँ आरावा, यो विभिन्न कुराहरू फलफुलहरू पनि चाहिँदो रहेछ है। आरावा त एकदम विशेष चाहिँ हो। र यहाँ मुन्नुमा अब सुरु भइसकेको छ
तपाईँहरूलाई म यहाँनिर देखाउँछु। यो ब्लग चाहिँ अलिकति आज फुल ब्लग भएको जस्तो लाग्यो, मिनिक चाहिँ भएन है विशेष, किनभने यो एउटा हाम्रो संस्कार, हाम्रो संस्कृति, हामी किराँती, हाम्रो धर्म किराँत, हाम्रो धर्म चाहिँ किराँत हो, राईहरूको चाहिँ एउटा किराँत भनेर हामी जान्दछौँ। र विशेष हामी किराँत धर्म मान्ने चाहिँ हामी राईहरू विशेष अहिले रहेको छ होइन। त्यसलाई चाहिँ तपाईँहरूले बुझिदिनुहोस्। हामी यसरी हाम्रो संस्कार बचाउनुपर्छ, हाम्रो चिनारी बचाउनुपर्छ। यो चाहिँ हाम्रो अत्यन्त कर्तव्य हो। अहिलेको यङ जेनेरेसनले झन् अब बुझ्नु सकिरहेको अवस्था छैन। हामीले कति प्रचार प्रसारमा पनि ल्यायौँ होइन, र प्रचार पनि ल्याउँदैछु। म स्वयं किराँत सङ्गठनको सचिव भएर पनि मैले प्रचार प्रसार भयङ्कर गरिरहेको छु। त्यो प्रचार प्रसार गर्नु समय लाग्ने रहेछ, किनभने राईहरू भनेको चाहिँ अलिकति चिसो जात भनेको चाहिँ हो कि के हो, धेरै नै हामीले बुझ्नु सकिरहेका छैनौँ है। उहाँहरूले पनि चाहिरहेको छैन। हाम्रो लिपि छ होइन, हाम्रो भाषा छ, तर सिक्नु चाहिरहेको छैन। र पञ्चहरूलाई यहाँले आज्ञा लिइसक्नु भएको छ है। र म यहाँहरूलाई म देखाइरहेको छु होइन। र यो मेरो कल पनि आइरहेको छ। अहिले म यो कललाई अहिले बाइपास गरिरहेको छु। अहिले म ब्याक कल गर्छु साथीभाइ। पहिले किनभने यो मुन्दुम चाहिँ अलिक तपाईँहरूलाई देखाएँ, यो हाउपा थुलुङको मुन्दुम चाहिँ यसरी राम्रोसँगले गरेको नै राम्रो। सुन्नुहोस् है साथीभाइ, अलिकति बुकुली भन्छ है उहाँको त चुलाहरूलाई। हाम्रो चाहिँ सुक्तुलुङ भनिन्छ है, उहाँहरूको चाहिँ बुकुलुङ भन्छ, बुकुली भन्छ। छक्करी धक्करी डाकी म यो अगति भएर मर्नेहरू त्यो पर्नेहरू तिनीहरू आशा गरेर आउँछ होला कि उनीहरूको बाटो काटिरहेको छु ल। त्यो पनि एउटा मुन्दुममा राम्रै कुरा हो। यसरी उहाँ जानुभएको छ, सुनिहाल्नु भयो ल, मैले भनिरहनु परेन। ल तैँले यो म जहाँ जहाँ भन्छु त्यहाँ त्यहाँ चढाउनु जानु ल। हे देवानुङ मातानुङ ऋषिमी मुन्दुमीमा चाहिँ यसरी मिठो प्रकारले ऋषिमी मुन्दुमी भन्छ यसलाई। ऋषिमी उहिले खास सङ्गीत सुरु भएको नै यसरी भन्छ। हाम्रो ऋषिमी मुन्दुमीले खास सङ्गीत, किनभने त्यो ढ्याङ्ग्रो बजाउँदा बिट हो, ढ्याङ्ग्रोको पनि यस्तै एउटा त्यसको नै एउटा पाड हो है। यसरी आज तिमीलाई मङ्सिरको उधौली भात तिमीलाई दिँदै आज चम्मच त लिन त हातैले चढाउन हुन्छ। तिमीलाई यो आज यो नयाँ फलेको तिमीलाई अन्न पानीको यो तिमीलाई नयाँ भात, नयाँ धान, नयाँ मसनको दाल तिमीलाई आज दिँदैछु। तिम्रो भात तिमीले सत्य भएर साँचो भएर सुखा दिनु। तिमीलाई अन्न पानी धन दौलत रुपियाँ पैसा सह दिनु। मसिन तिमीलाई जो थुलुङहरू छ यो मुन्दुमले तपाईँहरूले गर्दा हुन्छ, हेरिराख्नुहोस् तपाईँहरूले। यो किनभने कसैको मुन्दुम हुँदैन, थुलुङहरूले आफ्नो
अर्काको मुद्दुमले गरिरहेको हुन्छ हाम्रो चाहिँ माओली मुद्दुमले पनि चल्छ गर्दाखेरि अरू राईको मुद्दुमले पनि गर्दा चल्छ त्यो चाहिँ एउटा उयसमै छ कि तर जे होस् आफ्नै मुद्दुमले गरेको चाहिँ राम्रो हो डाफे थिम चढा नि आमा तपाईँले त लगिसकेको छ कसरी त चढाउनु ए त्यो पनि हो। ल सबैमा चढाइदियो भने कोक हाम्रो कोक भन्छ है भात त्यो तिमीलाई जाम चढाएको। दिएर तिमीलाई नयाँ नयाँ धानको तिमीलाई जाम दिए तिमीलाई यो आज तिमीलाई थिम चढाइ तिमीलाई यो डिउ तिमीलाई नयाँ कोदोको डिउ तिमीलाई दिँदैछु तिमीहरू सत्य सत्य साँचो साँचो भएर सुकाइदिनु तिम्रो भाग आज यो उधौलीको भाग तिमीलाई दिँदैछु यो तिमीलाई आज यो तोङ्बा तिमीलाई दिँदैछु नयाँ कोदोको तोङ्बा तिमीलाई आज चढाउँदै तिम्रो आज भाग दिँदैछु है यो देवालुङ मातालुङ तामालुङ बुकुली मोसिम छक्करी दक्करी डाफे बेबी आज तिमीलाई मङ्सिरको तिमीलाई यो उधौली भाग दिँदैछु आज तिमीहरू उहिले तिमीहरू बेसीमा तराईमा तिमीहरू आएर घुमिहिँड्ने खेलिहिँड्ने तिमीहरू आज तिम्रो आज अब उभौली सकेर अब उधौलीतिर तिमीहरू जाँदैछौ उधौलीको भाग दिँदैछु तिमीहरूले उधौलीको भाग स्वीकार गरेर घर परिवारमा सुख शान्ति दिनु घर परिवारमा रोग कष्ट हर्न गरिदिनु दीर्घायु दिनु र अब शाखा सन्तान सबै हामी चाहिँ पञ्चार है गाउँघर यहाँ चाहिँ पञ्च म पनि पञ्चै हो तिमीहरूले यहाँ पञ्चाहरू छ राम्रो गरिदिनु। सालो खाल म भाइ पनि पञ्चै हो किनभने म अर्को थर परे कष्टबाट हटाइदिनु। माओली भाइ भएर पञ्चै हो म पनि बोली त आएन त हौ। बोलाइदिउँ ए देवालुङ मातालुङ तामालुङ बुकुली मोसिम छक्करी बक्करी डाफे बेबी मिमी तिमीहरू सत्य सत्य साँचो साँचो भएर बसिदिनु तिमी हाम्रो घर परिवार इष्टमित्र हाम्रो छरछिमेकी सबैमा शान्ति दिनु रोग कष्टबाट बचाइदेऊ सुख शान्ति हुरी बतासबाट बचाइदेऊ हर चिजबाट तिमीले शान्ति गराइदेऊ सब गाउँ घर परिवार सबमा शान्ति देऊ सुख शान्ति दिनु अब यो त भयो अब मिमीको ल मर्छ नुन छ मासु पनि छ मासु छ हे मिमी तिमीहरू उँभो भोटबाट खेल्दै आएर तिमीहरू यहाँनिर बसोबासो गरेको तिमीलाई भोटको तिम्रो मिमीको तिम्रो आज वर्ष दिने तिम्रो उधौलीको भाग दिँदैछु यो तिमीलाई ड्युथिम हाल्न त्यो पहिला तैँले पेट चोखा तैँले ड्युथिम तिमीलाई दिँदैछु तिमीलाई आज यो चोखो निदो गरी तिम्रो सबै जिउहरू दिँदैछु तिमीलाई
यो आज नयाँ फलेको तिमीलाई कोदो, तिमीलाई यो तिमीलाई चौरीको यो पन्चाहरू त बाहिर पनि परेछ यहाँनिर दिँदैछु, पन्चाहरू चाहिँ तिमीलाई यहाँनिर यो गाजी वातुङ यहाँनिर युम घरमुली तिमीलाई युम आमा पनि दिँदैछु र यो आज तिमीलाई यो पकाइ खाने तिमीहरू अब तिमीहरू बेसीमा जाने तिमीहरूलाई यो मर्चा यो दिउ पकाइ खाने मर्चा तिमीलाई दिँदैछु। तिमीहरू सत्य सत्य साँचो साँचो भएर खुसी खुसी तिमीलाई हामीलाई आशीर्वाद देऊ, हाम्रो घर परिवारमा सुख शान्ति देऊ, हाम्रो सन्तानमा सुख शान्ति देऊ, शाखामा सुख शान्ति देऊ, हाम्रो यो परिवारमा सुख शान्ति देऊ, हाम्रो इष्टमित्र सबैलाई शान्ति देऊ, गाउँघरमा शान्ति देऊ, रुडी बतास तिमीलाई यो रोग कष्टबाट तिमीलाई हामीलाई बचाइदेऊ, कुनै पनि हामीलाई आपत्तिबाट बचाइदेऊ, सबै गाउँघर शाखा सन्तानलाई सबै आपत्तिबाट बचाइदेऊ। मिमी तिमीलाई यो भाग दिँदैछु, तिमीहरू खुसी खुसी भएर बसिदेऊ। कुनै हामी लाटो मूर्खले हामीलाई गरेको तिम्रो हामीलाई यो कुनै हामीबाट गल्ती भएमा हामीलाई यसको क्षमा गरिदेऊ, हामी अज्ञान सम्झेर क्षमा गरिदेऊ। हामी ऋषिमे मुद्दुमे होइन, हामी लाटो मूर्खले जो हामीले जानेको जति हामीले दिँदैछौँ त्यसमा तिमीले हामीलाई मन नदुखाइदेऊ, सुख शान्ति देऊ, हामीलाई आशीर्वाद देऊ। तिम्रो भाग यहाँ तिमीलाई दिँदैछु है, यहाँ राखिदिँदैछु, तिमीलाई यहाँ माथि राखिदिन्छु। यता छेक्यो मोडेको त्यो छेक्नुपर्छ नि त। छेके अघि यो सक्यो है, त्यो सकेर त यहाँनिर सुरु गऱ्यो। यताको ल अब उधौलीको यो बस गरौँ किरातको। ल आज हामी यो हाम्रो यो बुर्खा तिमीहरूलाई आज हामीले यो बुर्खा गऱ्यौँ, त्यो बुर्खाको हामीले सबै आफ्नो चुलामा हाम्रो बेबे मिमी हाम्रो यो राईमा उनीहरूलाई हामीले भाग दियौँ, सबैमाथि हामीले भाग दिएको छौँ। र साको देवा साको दिमा उनीहरूलाई पनि हामीले सबै भाग दिइसकेको छौँ। र आज हामी यो किराँतीको 9 लाख किराँतीको यो हामी पूजा गर्दैछौँ, त्यसमा हामीलाई सुख शान्ति देऊ। यो आज 9 लाख किराँतको देवी देवता देवी देउराली सबै यो खेली हिँड्ने डोली हिँड्ने तिमीहरूको यो दुध तिमीलाई दिँदै तिमीलाई आज यो तिमीलाई मुला अदुवा सिद्रा यो सबै तिमीलाई दिएर तिम्रो भाग दिँदैछौँ। तिमीहरू सत्य सत्य भएर साँचो साँचो भएर बसिदेऊ, हामीलाई आशीर्वाद देऊ। 9 लाख किराँतको हामीलाई आशीर्वाद देऊ। लु है तिम्रो सबैको भाग दिँदैछु, 9 लाख किराँतको भाग दिँदैछु। 9 लाख किराँतमा तिमीहरू सबै घुमि हिँड्ने खाइ हिँड्ने सिंह सिन्डेलाई पनि तिमीलाई आज देवी देउराली तिमीहरू नाक नगिनी सबैको भाग तिमीलाई आज दिँदैछु। तिमीहरू सत्य सत्य भएर साँचो साँचो भएर तिमीहरू खेली हिँड्ने डुली हिँड्ने तिमीहरू आज यो तिमीहरू 9 लाख किराँत तिमीहरू सबलाई तिमीलाई आज भाग दिँदैछु। तिमीहरू सत्य सत्य भएर साँचो साँचो भएर हाम्रो रक्षा गरिदेऊ, हाम्रो घर परिवारमा सुख शान्ति देऊ, इष्टमित्र गाउँघर छरछिमेकी सबमा हामीलाई शान्ति देऊ। कुनै पनिको हुरी बतास हामी भल पहिरो
आधी बेडी यो सबबाट हामीलाई बचाइदेऊ, रोग कष्टबाट बचाइदेऊ, कुनै पनि हाम्रो उसबाट भाइरसबाट हामीलाई बचाइदेऊ। लै तिमीलाई दिएको छु, तिमीहरू शान्ति भएर आज तिमीलाई जाऊ, हामीलाई आशीर्वाद दिएर जाऊ। सबै 9 लाख किराँतलाई दिएको छु, त्यो तिमीहरू सत्य भएर बसिदेऊ। सबै त्यो आनको सागको त्यो आनको जिगा चिमुमा चाहिँ किराहरू चाहिँ सेवन आनको हाँसिङ चिन्ने बिदाबारीको मेला भएको अब साथीभाइ, तर अब पञ्चको अब साइचङमाको चाहिँ पनि छ, तर त्यो त सबैलाई थाहै भएको कुरो म हाल्दिनँ यसमा। ल साथीभाइ यति नै आज फिनिसिङ।